हेलो एभ्रिवान, गुड मर्निङ अनि नमस्ते। स्वागत छ हजुरहरूलाई मेरो डे 4 मिनी ब्लगमा। यो चाहिँ हिजो शनिबारको भिडियो रहेको छ। मैले 1 ग्लास मनतातो पानी सट्ट गरेर पूजा गर्नतर्फ लागिहालेँ। अनि आज शनिबार भएकोले घर छेउ नजिकैको पिपल चौतारामा गएर पिपललाई पानी चढाउन पुगेँ। मभन्दा अगाडि त धेरै मान्छेहरूले पूजा गरेर गइसक्नु भएको रहेछ। सो मैले पनि आफूले जाने जति पूजापाठ गरेर मलाई जे जति भगवानले अहिलेसम्म दिनुभएको छ त्यसको लागि धन्यवाद भन्दै परिक्रमा गरेर त्यहाँबाट घर फर्किएँ। छोरीलाई टिका लाउँदै आशीर्वाद दिएँ र खुट्टा ढोगेँ। छोरीलाई भोक लागेको एकदमै फिल भएर किचनतर्फ लागिहालेँ। जाडो मौसमको लागि एकदमै राम्रो रेसिपी। थोरै घिउ राखेर थोरै कोदोको पिठो मजाले भुटेर थोरै पानी र थोरै दुध राखेर एकछिन मजाले चलाइदिएँ। चलाएपछि एकछिन पाक्न छोडेँ। त्यतिन्जेलसम्म हाम्रो गफ सुरु भयो। गफ गरुन्जेल खाना पनि रेडी भयो। खाना लगेर रुमतर्फ लागेँ। छोरीलाई खुवाएर आनन्द आयो। एकछिनपछि हिटरमा पल्टिएँ अनि पल्टेपछि धन्न कपाल जलेन। सो हजुरआमा के भन्दै गफ गर्न सुरु भइसक्यो। अनि चिया खान मन लाग्यो, किचनमा गएँ। आधा गिलासमा आधा भुइँमा भएछ। 1 गिलास तातो चिया खाँदाखेरि आनन्द फिल भयो। अनि नास्ता पनि आयो। नास्ता खाएर बसिसकेको थिइन् थोरै, त्यही पनि उसलाई खाना देखेपछि मलाई झम्टिन आइहालिन्। झम्टिन आएपछि छोरीलाई पनि रोटी दिएँ। खाएको जस्तो गरिन्, उसलाई पनि आनन्द आयो अनि चित्त बुझ्यो। सो आजको मिनी ब्लग यहीँ सकिन्छ। हजुरहरूलाई धन्यवाद। जे माया दिनुभएको छ अझै माया गरिदिसेला।